सरी है दिदी, तपाईको यो नौटंकीलाई चाहिँ मैले हेरेर भिडियो नबनाइकन बस्न सकिनँ है। चुनाव हुनुभन्दा अगाडि जनताको अगाडि भोट माग्न जाँदा त नमस्ते मलाई भोट दिनु, म देशको लागि विकास गर्छु, म यो ठाउँको लागि चाहिँ योगदान दिन्छु भनेर भोट माग्न जाने बेलामा कुनै डर थिएन। त्यहाँ 4-5 जना गार्ड पनि चाहिएको थिएन हैन। अब भोट पाइसकेपछि त्यो खाली ठाउँमा 4-5 जनाले घेर्न चाहिँ किन पर्या हो र भने कि तपाईलाई कहाँबाट गोली आउँदै थियो, कहाँबाट मिसाइल आउँदै थियो र तपाईलाई 4-5 जनाले घेर्न पनि न त्यहाँ भिड छ न केही छ के। जनताले तपाईको यस्तो चर्तीकलाई हेर्नको लागि चाहिँ भोट दिएका हैनन् है। यो तपाईहरुलाई सुनौलो अवसर हो के। यस्ता खालका चर्तीकलाई देखाउँदै जानुभयो भने अर्कोचोटि चाहिँ पत्ता साफै गर्छन् है। अहिले बालेनजी र रवि दाइले केही गर्छन् कि भनेर जनताले भोट दिएका हुन् है। जनताको माझ जहिले नि खुलमखुला जानुहोस्, जनताको गुनासो सुन्नुहोस्, जनताको गुनासोहरू कलेक्सन गर्नुहोस् र त्यसमा काम गर्नुहोस्। त्यसले तपाईको भविष्य उज्जवल हुन्छ। यस्ता बडीगार्ड 4-5 जना राखेर त्यो मान्छे नभएको ठाउँमा घेरेर केही हुनेवाला छैन। यो त मलाई पनि लाज लाग्यो देख्दाखेरि। राष्ट्रपाको समर्थन भन्न पनि लाज लाग्छ हो कुनै बेला त हैन। तपाईको लागि कति भोट अपिल गर्यौं, दाइहरु गएर कति भोट अपिल गर्नुभयो। यही चर्तीको लागि हेर्नको लागि त पक्कै हैन होला नि है। बेलैमा आफूलाई सुधार